अनि वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम ठिक छु भन्दै आज हामी दुईजना भन्दा अहिले चाहिँ दुईजना अहिले त्यहाँ भाइहरू भेटिन्छ। हामी खेल्न स्केट खेल्न जानु लाग्यो दाइजहरू। हाई गर्नु त त पनि जाने हो उनीहरू दुईजना अनि उहाँ अनि म। हामी चाहिँ अटोमा चढेर सर ल्याएर साथीमा अनि भाइ अर्को भाइ भएर हामी सर ल्याएर अटोमा गयौँ। अनि अटोमा गए बगैँचासम्म गए। फाइनली साथीहरू हामी चाहिँ आइपुग्यौँ र भिडियो गर्न अलिअलि लाज लागेको थियो। लाज लागेको भएर यता भिडियो पनि कता कता भएछ। र आज अलिक धेरै आइसक्यो मान्छेहरू, धेरै भन्दा नि 1 गतिको जति धेरै त छैन। जुत्ता चाहिँ नपुगेको कारणले हामी हेरेर बस्यौँ टिकट नकाटिकन। अनि पछि काटेको यहाँ भिडियो गर्दै बस्यौँ। अब त्यहाँ भाइ बहिनीहरू खेलेको थिएँ। हामी जाने बित्तिकै भिडियो गरेँ। अब यहाँ त्यस्तो नेपालको झन्डाहरू अनि यो छाता भन्छ के साथीहरू हामी अघि नै टिकट काटेको 1 घन्टा भयो तर हामी खेल्न पाएनौँ, जुत्ता पाएन। त्यो खेलेको 1 मिनट पनि भएन। फोटो खिच्न सुरु गरिरहेछ यहाँ एकछिनै। यहाँ मिस्टर बोम र उस के अरे स्वेग फोटो खिच्न सुरु गरिरहेछ। यहाँ आफू खेल्न नपाएको बेलामा हामी चाहिँ दर्शक बन्नु परेछ। भाइहरू चाहिँ पहिल्यै खेल्न पायो, कोही डराएर बसेछ अनि अरूहरू पनि कति धेरैजना खेलिरहेको थियो। हामी चाहिँ बाहिरबाट भिडियो गर्दै गीत बजाएको कारणले भोइस रेकर्ड गरेको। भर्खरको बच्चाहरू पनि कति खेल्न जानेको, हामी त हेरेकै बल्ल बल्ल बुम खोलेर त्यो पनि लड्यो। स्वेग र बुम खेल्दै हिँड्ने त। यो लुङ्गी लाउने नानीहरू कति राम्री हौ। अनि यता समीर भाइ थियो अनि अतिथरे सबै त्यता पालो नपाएर जुत्तो नपाएर बसिरहेको थियो। बमहरू बल्ल खेलिरहेको। यहाँ चाहिँ म खेलिरहेको छु, खेल्न नजानी भए पनि। अनि निरुदाज्यूले भिडियो गरिदिनु भएको रहेछ अनि त्यही भएर म खेलिरहेको छु नजानी। अनि विशाल भाइ पनि। अनि चाहिँ यहाँ स्केट खेल्न सबैजना आउनु होला, नआउने मान्छेहरू पनि आइदिनु होला। मेरो भिडियो हेरेर अरे चाटक पारेको यस्तै हुन्छ भन्दै लड्यो। अनि ठिकै छ ठाउँ। अझै राति राम्रो हुन्छ अरे झिलिमिली बाल्दा, त्यही पनि अलिअलि त बालेको थियो। हस्त 2 hours later फाइनली साथीहरू हामी चाहिँ 1 घन्टा पर्खेर होइन अनि के अरे अनि 1 घन्टा पर्खेर 1 घन्टा फेरि खेलेर अनि बल्ल हामी निस्किएको निराश छौँ। यस्तो हालत छ हाम्रो। अनि चाहिँ हामी 1 घन्टाको पर्खाइपछि लास्टिक गर्नु भएर पसिना भएर मर्नै लाग्छ हौ। हामी त 1 घन्टापछि बल्ल खेल्न पाएको सबै पसिनाले भिजेछ। घाममा यस्तो टल्किरहेको छ यहाँ ब्राइटनेस कमको। हामी चाहिँ स्केट चाहिँ होइन बगैँचा भन्दा अलिक तल हो यता बगैँचा भयो अनि त्यहाँ स्केट पार्क भनेर देखाउन पनि देखेको छैन कि मेरो फोनबाट। प्लास्टिक गर्नु भएको छ यस्तो गरिमा खेले तीनजना जम्मा विनिताको फेभरेट के हो? विनिता मोमो चाउमिन भन्दाखेरि मेरो अनि हेमीको मेरो त पानीपुरी चटपट खाने हो। देउन किनेर के भन्नु अरे कुछ भी जो लप्पा आऊ मसँग मैले खाइदिन्छु। अहिले चाहिँ हामी के अरे स्केट खेलेर आएको। या हिमिकला शाहरुख मगरको भ्लगमा स्वागत छ तपाईँहरूलाई। सबैले सब्सक्राइब हानिदिनु होला। त्यही हो।
मैले ढाकिसकेछु यता हुनुहुन्छ विनिता को बिन्ता भनेको यसले हाले हैन ए सब्स्क्राइब गर्ने हैन गाइस अब मैले घर गएर हान्छु यही छ नि स्टोरी घाम पनि औडिला हैन अब ठ्याक्क नयाँ गाउँ भन्ने ठाउँमा आइपुग्यो हामी 3 जना मात्रै छौँ यता विनिता हुनुहुन्छ खोजन डाङले उता फेरि अगाडि 2 जना कुकुरहरू छ एउटाले अब एउटाले उता जाऊ जाऊ भन्छ कि त्यही हो गाइस टक्क यहाँ हुनुहुन्छ हाम्रो त्यसो गर्दा देख्न त्यो त हाई भन्न मुले कम से कम हाई देखा भन्छ सी अल त ताल हेरमै गाइस त्यस्तो पुन्टी पुन्टी छ त कस्तो पुन्टी दियो र अहिले 2टा कुकुरहरू चाहिँ गयो है बाइकमा देख्न सक्नुहुन्छ बाइक चढ्न पाएको साथीलाई नि बोल्छ हामीलाई पनि लिन आउनु न पछाडि त टायरमा हामीलाई झुन्डार लाग्नु न यिनीहरू 2टा कुकुरहरू हाउ 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 गर्दै गयो है के छ थाहा भाइ बोले जोइस भाइ ता हुनुहुन्छ एउटा कुकुर अघि नै गइसक्यो के बोले भाइ अब के बोले पुन्टी अरे बाप्पा देखा आपने लापरवाही का नतीजा है पुन्टी या खतरा राम्री हो कि सुन्दरी संस्कार वाउ चिल्लो छ है अन्त रोडै चिल्लो भएर होला भाई मजा आया और मैं ये जो मजा है हिंदुस्तान के हर व्यक्ति को देना हेलो गाइजहरू अहिले हामी चाहिँ पाहापानी आइसक्यौँ पाहापानी भन्दा यति तल अब घर पुग्न लगभग टाइम 25 मिनेट जति 25 मिनट जति लाग्छ होला हाम्रो यसको चाहिँ लाग्छ 30 मिनेट अलिक घटाडा खायो मैले यहाँ हिमिकला सारू मगरको भलाकमा आएर एउटा कुरो भन्न चाहेँ मेरो टिकटक आइडी समीर परियार छ फलो गर्नु समीर परियार अनि एना रोकी तर नम्बर थाहा छैन मलाई कति थियो कि त्यति समीर परियार 84 छ क्या हो अब सबैले फलो गरिदिनु होला त्यही भन्न चाहन्छु लाइक कमेन्ट पनि गरिदिनु होला अब पाहापानी आइपुग्न लाग्यो के गर्नु गाह्रो छ यस्तो हिँड्न पर्छ पुन्टीले गाह्रो छ कि मेरो यहाँ हात मर्के हो के सेट भयो नि यहाँ हेरौँ न हामी पनि बाइक रोकौँ न अन्त सबै बाइक रोकेर गयो हामी चाहिँ बाइक रोकेर जानु हामी चिल्लै हो रोड चिल्लो हुने बेलामा हामी चिल्लै हेरौँ यहाँ ए आप कुमला पनि वाउ हिमला पनि विनिताको फेभरेट के हो विनिता गुलियो मिठो अमिल रहेछ हेर्ने गाइस मैले अमिले खा ए अमिले गरी तेरिका आप खाँदैछु खाने हो गाइस ल खानुस् कति मिठो छ खाए ल ओके हेलो पाकेको नि पाक्छ पाक्नु गएछ यहाँ देख्न सक्नुहुन्छ बप्पै छ पितो रहेछ अब देख्नुहुन्छ चप्रक्कै छ हामीलाई अलि मिठो भयो खानुहुन्छ र एकदम मिठो हुन्छ थाहा हामी पाहापानी मेन चोक छिमै उहीँ छ मेन चोक यता हो माथि राम्रो छ ठाउँ अहिले हरियै छ है हरियै छ है हरियै छ तर कति नराम्रो भएको के नगर न कति देखाएको मलाई यहाँ तल पनि उस गरेको छ ल के भन्छ रे उ त्यो डडेल लगाएको यहाँ देख्न सक्नुहुन्छ यो 7 साइड फुटबल फिल्ड पाखा पानी स्केट खेल्दा आएको अलि
चटपट खायो 50 को, टी 60 को, 50 र 60 को, 110 को, पानीपुरी 50 को, 14 20 रुपियाँको स्याम्पू स्याम्पू अनि यो 100 रुपियाँको फाइनली देख्न सक्नुहुन्छ अब मेन चोक स्याम्पू कति रुपियाँको हेर्नु है गाइजहरू मेन चोक आइपुगेको छ स्याम्पू 50 रुपियाँ सबैले हिमिकला सारू मगरको यो 22,000 युट्युब च्यानलमा सब्सक्राइब गरिदिनु होला बसमा जाम न जसले गर्न सक्नु भएको छैन त्यहीले गरिदिनु होला सब्सक्राइब म त्यही भन्न चाहन्छु सबैले भिडियो हेर्दैन माया गरिदिनु होला अब बस आएछ है बस आएछ ल चढेर जाने त्यहाँसम्म आएर के गर्नु बस आएछ हेर्नु घुम्टीमा स्वाट तर गना छ क्या बसा छ भन्छ नि मैले तर गनाइराख हेर्नु गाइज हेर्नु सो हरन बजाइदिनु भन्नु रोकेको त्यहाँबाट यहाँ चढ्नु हुन्थ्यो यहाँबाट हामी घर जाने स्वाट यस्तो गइन्छ म त छिटो कति क्युट हो कि दिदी छैन ल कुइरे नि जस्तो त्यो हानी न उलाङ त्यहाँ रोक्ने हो हावा चलेछ सरसर शीतल भइरहेछ त्यही हो गाडी आयो बस टक्क लाएर पानी डाँडाको भ्यू हेर्न सक्नुहुन्छ गाइस गर्ने भनेको गरेन के त्यत्रो यत्रो लिएर झर्छ र त्यस्तो त्यो पनि त्यस्तो बुइको कासको भए पो र माथि आकाश हेर्न सक्नुहुन्छ है म केही बोलेन केही भनेन मकैबारी ड्राम हरि काक्रा क्राम भनिरहेको छ यहाँ त्यही मकैबारी हेर्नु है राम्रै फलेको छ है फाइनली हामी चाहिँ आलीको बाटो आइपुग्यो हेर्नु देख्न सक्नुहुन्छ मकैबारी दर्याम मकै छोडेर खान्छु कर्याम देख्न सक्नुहुन्छ है यता अब घर जान धेरै होइन 10 मिनट त्यही हो हरियाली है ल है तपाईँ किन हाँस्नु भएको छ हजुर तपाईँ किन हाँस्नु भएको छ खै किन हो हाँस लागेर त्यही भएर हाँसेको ल ल हाँसे ल ठ्याक्कै भुटुके जाने उकालोमा देख्न सक्नुहुन्छ पुल आकाशे पुल है आकाशे पुल तर भुइँबाट हिँड्छ तर यो पुल अल्को छ क्या त्यही भएर आकाशे पुल हो तलाउँछ खोला छ अब यहाँ तलबाट चाहिँ यताबाट दिदीहरू जानुहुन्छ यता म जान्छु त्यही हो गाइज छुट्टिन पर्ने हुन्छ त्यहाँबाट बिछोराको कुखुरा काट्न मन काट्यो जाडा मुल बाटोको दुईटा बाटो यहाँ त अग्नि पनि एउटा सिङ्गर भेटेको थिएँ हिमिकला सारू अहिले निरुता सबै यहाँ भित्र जाने हो दिदी त्यही खाना होला गएको खाना हजुर त्यही खाना होला गएको आफ्नो जाने ल जाए बाई बाई ल बाई बाई गाइजहरू ल देख्न सक्नुहुन्छ यहाँ डेढ करोड उसमा गुड नाइट बल्गिनु नभेदौँ ल ल तनी गाइज गयो हाम्रो भाइ गयो अनि हामी दुईजना